जय मसी स्वागत छ हजुर सबैलाई ग्रेस अफ गड च्यानलमा। आज हामी भजन सङ्ग्रह 101 अध्याय पढ्नेछौँ। यस अध्यायमा हामी देख्छौँ कि परमेश्वरसँग चल्ने व्यक्ति कस्तो जीवन बिताउनु पर्छ र उहाँको न्याय र पवित्रतामा कसरी स्थिर रहन सकिन्छ। अन्त्यसम्म सुनेर आशिषित बन्नुहुन्छ भनेर विश्वास गर्दै यो अध्यायलाई अघि बढाउनेछौँ। भजन सङ्ग्रह 101 राजाको सङ्कल्प। म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु। हे परमप्रभु, म तपाईँको प्रशंसा गाउनेछु। म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु। तपाईँ म कहाँ कहिले आउनुहुने? म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मेरो आँखाको सामुने कुनै नीच कुरा म राख्ने छैन। पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु। तिनीहरू मसित टाँसिने छैनन्। कुटिलमती भएका मानिसहरूबाट म टाढा रहनेछु। कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्नेछु। अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन। मेरो कृपा दृष्टि देशका विश्वासयोग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्। त्यो जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। छल कपट गर्ने मानिस मेरो घरमा बस्न पाउने छैन। झुट बोल्ने मानिस मेरो नजरको सामुने रहन पाउने छैन। देशका सबै दुष्ट जनहरूलाई प्रतिबिहान म नष्ट पार्नेछु। परमप्रभुको सरबाट दुष्ट काम गर्नेहरू सबैलाई म नष्ट पार्नेछु। आमेन। हजुर सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।